हामीसँग धेरै किसिमका भिडियोहरू हुन्छन्, टुक्रा टुक्रा भिडियोहरू टन्न हुन्छन्, कहिले कहाँ गएर खिचेका भिडियोहरू टन्न हुन्छन्। यस्तो भिडियोहरू अथवा हामीले कुनै ठाउँमा गएर मुभीहरू खिच्छौँ, छेडछाडमा खिचिरहेको हुन्छौँ, विभिन्न किसिमका क्लिपहरू हुन्छन् हामीसँग। अब ती सबै क्लिपलाई अब टुक्रा टुक्रा कता कता रहेका हुन्छन्, अब सबैलाई बनाएर एउटै सिङ्गल भिडियो बनाउने अथवा त्यसलाई काटछाट गरेर एकदम राम्रो बनाउन पर्यो भने, अथवा विभिन्न किसिमको टेक्स्टहरू लेख्न पर्यो, विभिन्न किसिमको सङ्ग्सहरू भित्र राख्न पर्यो, भन्न खोजेको एउटा कम्प्लिट मुभी बनाउनु पर्यो भने हामीले के गर्न सक्छौँ भन्दाखेरि एउटा सफ्टवेयरको माध्यमबाट त्यो सबै कामहरू गर्न सक्छौँ। आज मैले तपाईँलाई यसैको बारेमा विभिन्न किसिमका भिडियोहरू छन् हामीसँग, सानसाना क्लिप छन् भने एउटा कम्प्लिट मुभी बनाउने, कसरी कम्प्लिट एउटा मुभी बनाउन सकिन्छ भन्ने कुराको जानकारी गराउन चाहन्छु। अब यसको लागि सबभन्दा पहिला हामीले के गर्नुपर्छ भन्दाखेरि, सबभन्दा पहिला हामीले एउटा सफ्टवेयर डाउनलोड गर्नुहुन्छ। अब यहाँ धेरै सफ्टवेयर छन् त्यो डाउनलोड गर्न पाइने, र यसमध्ये अब सबभन्दा सजिलो, सबभन्दा विश्वासिलो र फ्री भएको चाहिँ अब मैले देखाएँ तपाईँहरूलाई मुभी मेकर भन्ने हो। अनि यो कम्प्लिट फ्री हो, विन्डोजको हो, र यसको वेबसाइट चाहिँ यो वेबसाइट चाहिँ तपाईँले सबभन्दा पहिला टाइप गर्नुपर्ने हुन्छ तपाईँको ब्राउजरमा। त्यसपछि यहाँ तपाईँको त्यति डाउनलोड गरिसकेपछि यहाँ क्लियरली तपाईँको देखाइरहेको हुन्छ डाउनलोड नाउ भनेर। यो डाउनलोड नाउ भनेपछि डाउनलोड गर्नुहोस्, अनि डाउनलोड गरिसकेपछि यसलाई इन्स्टल गर्नुहोस्। एकदम सानो फाइल छ, यो तुरुन्तै तपाईँको इन्स्टल भइहाल्छ। अब यो इन्स्टल गरिसकेपछि सबभन्दा पहिले अब के गर्ने भन्दाखेरि अब खोल्ने, अब सबभन्दा पहिला तपाईँले खोल्नुहोस्, यही अहिले भर्खर डाउनलोड गरेर रन गरिसकेपछि यो मुभी मेकर भन्ने छ, मैले यहाँ राखेको छु। अब कोहीले यहाँ आइकन बनाएर राख्नु होला, कोहीले कता भित्रैबाट झिक्नु होला, अब जसरी गरे पनि हुन्छ। अब यो मैले खोल्छु सबभन्दा पहिला। अब यो मैले खोलेँ, यहाँ हेर्नुहोस्। अब खोलिसकेपछि अब यस्तो किसिमको आउँछ, यतापट्टि चाहिँ डिस्प्ले देखिन्छ, यतापट्टि चाहिँ अब यो खाली ठाउँ देखिन्छ। यो खाली ठाउँमा के लेखेको छ भन्दाखेरि क्लिक हियर टु ब्राउज फर भिडियोज एन्ड फोटोज भन्छ। अब यहाँ चाहिँ तपाईँले अब ब्राउज गरौँ, कहाँ छ, के छ, फोटोहरू छ भनेर ब्राउज गर्ने। अब सजिलोको लागि म के गर्छु भन्दाखेरि तपाईँहरूले, जस्तो अब मैले तपाईँलाई यहाँ एउटा इक्जाम्पल देखाउँछु। अब यो इक्जाम्पलमा मैले अब यहाँ भिडियो भनेर एउटा फोल्डर छ, अब त्यसमा मैले खिचेका भिडियोहरू अब सबै राखेको छु। र तपाईँहरूलाई इक्जाम्पलको लागि यो टेस्ट भन्ने डेटाभित्र मसित 3वटा फाइलहरू छ, हेर्नुहोस् है, छुट्टा छुट्टै फाइलहरू छ। अब मैले यसलाई के गर्छु भन्दाखेरि एउटै बनाएर विभिन्न किसिमका अब टेक्स्ट राखेर, विभिन्न किसिमको सङ्ग्सहरू राखेर, अथवा के राख्नु पर्नेहरू राखेर मिलाएर अनि चट्ट एउटा के भन्दाखेरि राम्रो मुभी बनाउने इक्जाम्पल मैले अहिले तपाईँहरूलाई सर्टकटमा देखाउँदैछु। अब सबभन्दा पहिला के गरौँ भन्दाखेरि अब यो पहिला खोलौँ, सबभन्दा पहिला यो मुभी मेकर खोल्ने, अनि त्यसपछि खोलिसकेपछि आफ्नो फोल्डरहरू कहाँ छ यो सबै एकै ठाउँ राख्ने एउटा फाइलभित्र, र अनि सबैलाई ड्र्याग कपी गरेर यो हाइलाइट गरेर अनि सबैलाई तानेर यस्तै ड्र्याग गरेर यहाँ राखिदिने। अनि सबैलाई ड्र्याग गरेर यहाँ राखेपछि एउटा, दुईवटा, तीनवटा फाइलहरू यसरी चाहिँ आउँछ। अब यो आइसकेपछि अब हामीले के गर्छौँ भन्दाखेरि अब फाइलहरू सबै अब यहाँ हामीले राख्यौँ। अब यो छुट्टा छुट्टै फाइलहरू अब यहाँ राख्यौँ। अब यो छुट्टा छुट्टै फाइलहरू राखेको सबभन्दा पहिला के गर्नुहोस् भन्दाखेरि तपाईँले सरसर्ती चेक गर्नुहोस्। सरसर्ती चेक गर्नको लागि यहाँ प्ले भन्ने एकचोटि अप्सन थिच्नुहोस् होइन। अब यो प्ले भन्ने अप्सन थिचेपछि सरसर्ती तपाईँले चाहिँ चेक गर्नुहुन्छ होइन। अब यहाँ कहाँ कहाँ के छ भन्ने कुराहरू तपाईँले आफ्नो इन्फर्मेसन अथवा तपाईँलाई यादको लागि सबै एकचोटि हेर्ने, अनि एकचोटि हेरिसकेपछि देखिन्छ कहाँ केनिर भइरहेछ, अनि साउन्ड चाहिँ कता कता के डिस्टर्बेन्स छ भन्ने कुराहरूको लागि हेर्नको लागि यहाँ एउटा सानो भाइब्रेसन वेभ जस्तो देखिन्छ, त्यसबाट थाहा हुन्छ। अब यति गरिसकेपछि यो 3वटा फाइलहरूलाई अब केही नगरिकन अब सिम्पली मैले अब यत्तिकै केही गर्दिनँ, काटछाँट गर्दिनँ, त्यत्तिकै यसलाई सेभ गर्छु भन्नु पऱ्यो भने तपाईँले सिधै अब यति गरिसकेपछि यहाँ गएर अब यो सेभ मुभी भन्ने ठाउँमा छ, यो सेभ मुभीमा गएर अब यहाँ कुनै एउटा अप्सनबाट गर्ने, जस्तो एकदम हाई क्वालिटीमा गर्ने कि केबाट गर्ने भनेर सिधै तपाईँले सेभ गर्नु भने यो 3वटा छुट्टै छुट्टै फाइललाई एउटै बनाएर सेभ गरिदिन्छ, यो सकियो। अनि एउटा यो एकदम सजिलो, एकदम सुरुको स्टेज भनेको त्यही हो। अब होइन, अब मैले तपाईँको विभिन्न किसिमको काटछाँट गर्छु, यहाँ विभिन्न किसिमहरूको अब इनपुट राख्छु, अब विभिन्न किसिमले एट्र्याक्टिभ बनाउँछु, अब यहाँ विभिन्न नचाहिएका पार्टहरू होला नि त्यो पार्टहरूलाई डिलिट गर्छु भन्ने भने कसरी गर्ने भन्ने कुराहरू यहाँ तपाईँलाई मैले जानकारी गराउँछु। अब यसको लागि सबभन्दा पहिला सुरुको कुरा के हुन्छ भन्नुहुन्छ भने, अब जस्तो सुरुमा मैले यहाँ एकचोटि पज गरेँ, अब जस्तो यो यहाँ यसले देखाउँछ कहाँनिर छ भन्ने कुराहरू, अब कोही छिटो जान पनि सकिन्छ।
अब सबभन्दा म यहाँ सुरुमा गएँ हेर्नुहोस् है। अब यहाँ सबभन्दा मैले क्रसर सुरुमा राखेँ। अब मैले सबभन्दा सुरुमा के राख्छु भन्दाखेरि अब तपाईँलाई पनि याद होला, विभिन्न किसिमका डकुमेन्ट्री हेर्नुभयो, विभिन्न किसिमका मुभी अथवा विभिन्न किसिमका टेलिसिरियलहरू सिरियल जेसुकै हेर्दा पनि सबभन्दा सुरुमा के हुन्छ भन्दाखेरि कुनै इन्ट्रोडक्सन, कुनै मुभीको नाम अथवा कुनै 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 यस्तै आदि इत्यादि कुराहरू हुन्छ। अब हामीले पनि यहाँ यसो गरौँ न त। यसो गर्नको लागि के गर्ने भन्दाखेरि सबभन्दा पहिला टाइटल भन्ने हुन्छ। हेर्नुहोस् है, यहाँनिर होममा यो टाइटल भन्ने यहाँ देखिन्छ। सबभन्दा पहिले क्रसर तपाईँले यहाँ राख्नुहुन्छ, अनि त्यसपछि के गर्नुहोस् भन्दा टाइटलमा क्लिक गर्नुहोस्। अनि यो टाइटलमा क्लिक गर्न बित्तिकै यहाँ तपाईँको एउटा यस्तो आउँछ, यो डिफल्टमा यस्तो कालो एउटा कुनै भनौँ न एउटा स्क्रिन जस्तो आउँछ। अनि यहाँ तपाईँको लेखेको छ माई मुभी भनेर। अब यो माई मुभीमा तपाईँले अब सबभन्दा पहिला एउटा कुनै नाम लेख्नुहोस् होइन, अथवा कुनै जेसुकै नाम लेखे पनि हुन्छ। अब यहाँ मैले अब इक्जाम्पलको लागि हेभी रेनफल एक्सपेरिमेन्ट ल्याब भनेर लेखेँ ल। अब यो फिल्मको नाम भने पनि भयो, डकुमेन्ट भने पनि भयो, जे भने पनि भयो। अब मलाई चाहिँ यो सेतो अक्षर बनाउन मन लागेन अरे एकछिन। अब मलाई यो अब कस्तो बनाउन मन लाग्यो, अब तपाईँको यस्तो यो रातो अक्षर बनाउन मन लाग्यो। अब यसलाई बोल्ड गर्न मन लाग्यो होइन। अझ अब यसको फन्ट सानो बनाउने, कुन फन्टमा राख्ने हो भन्ने कुराहरू चाहिँ अब यो सबै तपाईँ नै डिपेन्ड हुन्छ। यहाँ मैले चाहिँ यति गरिदिएँ होइन। अब यो चाहिँ भयो। अब भित्रको ब्याकग्राउन्ड चाहिँ यो ब्याकग्राउन्ड कालो चाहिँ अलि नराम्रो जस्तो भयो। अब मलाई कालो चाहिँ म राख्न मन लागेन अरे। अब कालो राख्न मन नलागेन, अरू राख्न मन लाग्यो भने यहाँ हेर्नुहोस् है, ब्याकग्राउन्ड कलर भनेर लेखेको छ। अब यो ब्याकग्राउन्ड कलर भनेर अब यहाँ विभिन्न किसिमको अब जस्तो अब तपाईँको ब्लू स्काई राख्ने हो कि लाइट ब्लू स्काई राख्ने हो भने अब यस्तो भनेपछि यस्तो आउँछ। अब यो चाहिँ ब्याकग्राउन्डको यसरी आउने भयो हेर्नुहोस् है। अब यो त आउने भयो। अब एकचोटि तपाईँले प्ले गरेर हेर्नुहोस् कस्तो देखिँदो रहेछ भनेर। प्ले गर्दाखेरि यसरी सरर तपाईँको सानोबाट ठुलो अक्षर हुँदै आएको छ, यो यस्तो आउँछ। अब चाहिँ नि फेरि अब यो राखेँ भने ल, अब यो राखेर म प्ले गरेँ भने यस्तो किसिमको आउँछ। भनेको तपाईँलाई कुन स्टाइलमा कुन उसमा यसलाई यहाँ क्लिक गर्ने, यहाँ क्लिक गरिसकेपछि यहाँ क्लिक गर्ने, अनि अब तपाईँलाई कुन स्टाइलमा चाहिएको छ भनेर अब यहाँ कुनै मध्ये एउटा सेलेक्ट गर्नुहोस्। त्यो इफेक्ट हो चाहिँ। अब यो राख्दाखेरि तपाईँको यसरी आउँछ। अब यो राख्यो भने यस्तरी घुमेर आउँछ होइन। यो राख्यो भने अब अर्कै स्टाइलले आउँछ। अब यो तपाईँलाई कुन स्टाइलमा राख्न मन लाग्छ त्यो स्टाइलमा लेखेको टेक्स्ट यो चाहिँ आउने भयो। अब चाहिँ नि अब यो लेखेको कुराहरू छ हेर्नुहोस् है। यहाँ लेखेको कुरा हेभी रेनफल भनेर मैले लेखेको कुरा छ नि त, यहाँ डबल क्लिक गरेपछि आउँछ, अथवा यहाँ क्लिक गरे पनि आउँछ। अब योलाई चाहिँ मैले अब 7 सेकेन्ड मात्रै होइन, अब अलिक बढी नै राख्छु भन्न पनि पाइन्छ हेर्नुहोस् है। अब बढीसम्म कहाँसम्म कतिसम्म राख्न पाइन्छ, अब जति पनि तपाईँले राख्दा हुन्छ। अब मैले एकछिनको लागि 1500 राखेँ हेर्नुहोस् है। 15 राख्दा कहाँ जाने भयो भन्दाखेरि यहाँदेखि यहाँसम्मको जाने भयो भनेपछि 15 सेकेन्डसम्म चाहिँ तपाईँको यो चाहिँ यसरी अब विभिन्न यहाँ तपाईँले राखेको डिजाइनमा चाहिँ यहाँ देखिने भयो होइन। यो लेखेको चाहिँ आएको गर्छ ल हेर्नुहोस् है। अब यो ल अब तपाईँले कति गर्ने के गर्ने भन्ने कुराहरू तपाईँको मा भर पर्ने कुराहरू हो। अब यस्तै यहाँ अब तपाईँले अब एउटा भयो, अब फेरि अर्को थप्न मन लाग्यो अरे। अब यहाँ त तपाईँको एउटा मात्रै फिल्मको के अरे अब मुभी अथवा कुनै डकुमेन्टको नाम होला, त्यसमा अरू इन्फर्मेसन दिनुपर्ने होला, कुन दिनुपर्ने होला। अब जति इन्फर्मेसन दिनु पऱ्यो त्यतिमा तपाईँले के गर्नुहोस् भन्दाखेरि टाइटल भनेर यसरी थपिदिनुहोस् अर्को। अनि अर्को टाइटल ल अब यसलाई चाहिँ यता राख्न मन लाग्यो, सेकेन्डमा राख्ने हो भने अब यसलाई सेकेन्डमा लाने। अनि सेकेन्डमा लैसकेपछि होइन अब यसलाई के लेख्ने सेकेन्डमा अब ल अब ठाउँको नाम लेख्न पर्ने होला, चुकुबा जापान भनेर लेखेँ मैले। अब यो जापान भनेर अब यो ठुलो बनाउने। अनि अब यसलाई मैले चाहिँ तपाईँको अब बोल्ड गर्न सक्छु, कलर रातो बनाएर ल चुकुबा जापान भन्ने भयो। अब तपाईँको यहाँबाट सुरु गरियो भने अब तपाईँको अब हेभी रेनफल एक्सपेरिमेन्ट ल्याब भन्ने हुन्छ। अनि त्यो आइसकेपछि के आउँछ भन्नुहुन्छ भने अर्को चाहिँ चुकुबा जापानमा ठाउँ आउँछ। अब यस्तै ब्ल्याक तपाईँले अब विभिन्न जे राख्न सक्नुहुन्छ त्यो चाहिँ राख्न सक्नुहुने भयो। अब यहाँ तपाईँले जतिवटा पनि राख्नुहुन्छ। अब त्यसपछि अर्को कुरा के हुन्छ भन्दाखेरि यहाँ हेर्नुहोस् है, क्याप्सन भन्ने छ। यो क्याप्सन भन्ने के हुन्छ भन्दाखेरि जस्तो यहाँ मुभीमा अब तपाईँको यहाँ यसलाई यहाँ अब यो यस्तो ठाउँ हो उस्तो ठाउँ हो भनेर एक्सप्लेन गर्न पर्ला, यो के भइरहेछ भन्ने कुराहरू एक्सप्लेन गर्नु पर्ला अरे। जस्तो यहाँ मैले त्यसपछि तपाईँको इक्जाम्पलको लागि एउटा क्याप्सन भन्ने थिचेँ हेर्नुहोस् है। क्याप्सन भन्ने अब यो क्याप्सनमा के लेखेँ भने मैले अब यो ठाउँमा यो रेनफल एक्सपेरिमेन्ट चलिरहेछ है। यहाँ मैले रेनफल एक्सपेरिमेन्ट
चलिरहेछ। अब यहाँ मैले त्यो लेखिदिएँ हेर्नुहोस् है। अब यो सानो ठुलो तपाईँले जस्तो बनाए पनि हुन्छ, जहाँ राखे पनि हुन्छ। अब यो राखेर प्ले गरेँ भने मैले के हुन्छ भन्दाखेरि यहाँ त्यो मुभी पनि चल्दै जान्छ। मुभीमा चलेको ठाउँमा रेनफल एक्सपेरिमेन्ट भनेर तपाईँको इन्फर्मेसन पनि हामीले दिन सक्ने भयौँ। अब यो क्याप्सन पनि तपाईँले बुझ्नुभयो होइन। अनि यसलाई पनि अब क्याप्सनलाई कति लामो ठुलो बनाउने अब त्यो तपाईँको तजविजको कुरा हो। अब मलाई चाहिँ यहाँ अब तपाईँको मुभी सुरु भयो। अब यो मुभी सुरु भइसकेपछि यहाँ मलाई यहाँ कुनै ठाउँमा यहाँ मलाई यो काट्न मन लाग्यो, यो मलाई मन परेन हेर्नुहोस् है। अब यो मन नपरेपछि मैले के गर्छु भन्दाखेरि अब मलाई मन कहाँदेखि परेन भन्दाखेरि यहाँ हेर्न पाइन्छ कहाँदेखि कहाँ भनेर। अब मैले जस्तै यहाँ लगेँ, यहाँ लगिसकेपछि मलाई यो मन परेन। अब यो मन नपरेपछि म के गर्छु भन्दाखेरि एडिटमा जान्छु। एडिटमा गइसकेपछि सबभन्दा पहिला यसलाई टुक्राइदिन्छु, कहाँदेखि कहाँसम्म मन परेको छैन हेर्नुहोस् है। मलाई यहाँनिर मन परेको छैन। अब यहाँनिर गएर मैले के गरिदिएँ भन्दा यसलाई स्प्लिट गरिदिएँ, भनेको यहाँ मैले अब तोडेँ यसलाई, यो एउटा सिरियललाई तोडेँ। अब कहाँसम्म मलाई मन परेन भन्नुहुन्छ भने अब मलाई यहाँ गर्दै गर्दै जाँदा यहाँसम्म, यहाँदेखि लिएर यहाँसम्मको लागि अब हेर्दै जान्छु होइन। अब यहाँ हेर्दै गइसकेपछि मन परेन, ल मलाई यहाँसम्म मन परेन। अब यहाँ पनि मैले के गर्छु, जहाँसम्म मन नपरेको त्यहाँनिर गएर मैले फेरि यसलाई यो स्प्लिट भन्नेमा गरिदिन्छु, तोडेँ हेर्नुहोस् है। यहाँदेखि यहाँसम्म तोडेँ। अब मलाई यो भाग चाहिएको छैन। अब यहाँ एकचोटि क्लिक गर्छु। अब यो क्लिक गरेर राइट क्लिक गरिदिएपछि रिमुभ भन्ने चाहिँ अप्सन भयो। अनि यसलाई मैले हटाइदिएँ हेर्नुहोस् है। अब यो हटाइदिएको मुभी हट्यो। अनि तपाईँको यहाँबाट के भयो भन्दाखेरि अब यहाँबाट फेरि अब सुरु भयो। अब यहाँबाट सुरु हुन्छ, यसले आफै यहाँबाट सुरु गर्छ। अब यो सुरु गरेको अब तपाईँको यहाँनिरसम्म त आउँछ, मलाई यहाँनिरसम्म चाहियो। अब यहाँनिर भएको अर्को डाइरेक्ट लिङ्क गरिदिन्छ हेर्नुहोस्। त्यसरी तपाईँलाई कहाँदेखि कहाँको काट्न मन लागेको छ, कहाँदेखि कहाँ फाल्न मन लागेको छ भन्ने कुराहरू चाहिँ तपाईँले यसमा गर्न सक्नुहुन्छ। अनि अब अहिलेको यो यति नै भयो होइन। त्यसपछि अब यो गर्दै जानुहोस्, गर्दै जानुहोस्। अनि त्यसपछि अब तपाईँले विभिन्न किसिमहरूको अब जस्तो यहाँ तपाईँले राख्न सक्नुहुन्छ। अब अर्को एउटा इम्पोर्टेन्ट पार्ट के हुन्छ भन्दाखेरि यहाँ एड म्युजिक भन्ने छ होइन। अब जस्तो यहाँ एड म्युजिक भनेर यसरी एड म्युजिक, अब मसित यहाँ अहिले म्युजिक छैन। नत्र म्युजिक के छ भन्दाखेरि तपाईँको यहाँबाट म्युजिक फोल्डरमा गएर म्युजिक पनि सिधै यहाँ डाउनलोड गर्न सक्नुहुन्छ। अनि त्यो म्युजिकलाई कहाँदेखि कहाँ राख्ने, के गर्ने भन्ने कुराहरू तपाईँले गर्न सक्नुहुन्छ। अनि त्यसपछि अब अर्को गएर के सिकाउँछु भन्नुहुन्छ भने अब यो भ्यूमा हेर्नुहोस् है। अब सानो बनाउन पनि सकिन्छ, यो ठुलो बनाउन पनि सकिन्छ। यो अहिले चाहिँ ठुलै बनाइराख्दा राम्रो हुन्छ होइन। अब जस्तो मलाई के भयो भन्नुहुन्छ भने अब यो पोइन्ट छ, मलाई यो कहिले कहिले यो अगाडि होइन पछाडि राख्न पर्ने जस्तो लाग्यो मलाई। अब भने यसलाई यसरी तानेर यतापट्टि राखिदियो भने अब अगाडिको पछाडि, पछाडिको अगाडि जता पनि राख्न सकिन्छ हेर्नुहोस् है हामीले। अब यति गरिसकेपछि अब यो घुम्दै जान्छ अनि तपाईँलाई जहाँ जहाँ काटछाँट गर्न मन लाग्छ काट गर्नुहोस् होइन। अब जस्तो अब एउटा इक्जाम्पल, अब यहाँदेखि यहाँसम्मको पनि एउटा काट्छु मैले। अब यहाँ यसरी डाइरेक्ट गरे पनि हुन्छ स्प्लिट। अनि यहाँ मलाई स्प्लिट गर्न मन लाग्यो, अब यो स्प्लिट गरिदिन्छु होइन। फेरि अर्को स्प्लिट गर्छु। यहाँबाट सिधै त्यो त्यहाँ डेस्कटपबाट गरे पनि उसबाट हुन्छ, राइट क्लिक गरेर यसरी स्प्लिट गरे पनि हुन्छ। अब यो स्प्लिट गरेको भागलाई होइन मैले अब एडिट गर्न मन लाग्यो भने होइन, अब यसलाई विभिन्न किसिमको डिजाइनमा देखाउन मन लाग्यो भने होइन, अब यहाँ भिजुअल इफेक्ट भन्ने हुन्छ होइन। यो भिजुअल इफेक्टमा गएर पनि अब देखाउन मिल्छ, अब कस्तो स्टाइलमा राख्ने होइन। अब यसमा राख्यो भने त्यो रातो राख्ने कि होइन, अब यसमा राख्यो भने यस्तो कस्तो राख्ने, अब यसमा राख्यो भने यस्तो किसिमको आउँछ। अब यो विभिन्न किसिमको तपाईँको इफेक्टहरू यहाँ चलिरहँदाखेरि पनि दिन मिल्छ। अब यहाँ तपाईँले काटछाँट जहाँ जति जे गरे पनि यसमा कुनै समस्या हुन्न। यसले अटोमेटिक आफै चाहिँ के गर्छ भन्दाखेरि मुभीलाई जोडिदिन्छ। त्यही भएर हामीलाई कुनै त्यो समस्या पर्दैन। अब अर्को कुरा के छ भन्नुहुन्छ भने अब जस्तो अब यहाँ तपाईँको अब गर्दै गयौँ अब तपाईँको लास्टमा अब के भन्न पर्ला, अब तपाईँलाई जस्तो लास्टमा चाहिँ अब तपाईँले अब द इन्ड भन्न पर्ला अथवा के भन्न पर्ला होइन। अब त्यसको लागि के गर्नुहोस् भन्दाखेरि अब यो होममा गएर अब पहिला टाइटल यहाँ राख्नुहोस् होइन। यो टाइटल यहाँ गएछ। अब जस्तो यहाँ पछाडि लास्टमा जहाँ राखे पनि हुन्छ, यसलाई तानेर जता लगाए पनि हुन्छ। अब यो राखेको ठाउँलाई होइन अब क्लिक गर्नुहोस्। अब यहाँ क्लिक गर्नुहोस्। अब क्लिक गरेपछि लेख्नुहोस् अब के, अब धन्यवाद भनेर लेख्नुहोस्, धन्यवाद भनेर लेखियो होला अरे। अब यसलाई चाहिँ अब तपाईँको कलर दिनुहोस्, अब जुनसुकै कलर बनाइने हुन्छ रातो। अब यो ब्याकग्राउन्डमा चाहिँ कालो चाहिँ भरसक नराख्नु होला, मेरो रिकमेन्डेसन राम्रो देखिँदैन।
अनि यो धन्यवाद भनेर लेख्यो। अब तपाईँलाई यसलाई चाहिँ अब एनिमेसन दिन मन लाग्ला अरे, ल अब यस्तो होइन। अब एनिमेसनको चाहिँ अहिले अब यसरी लास्टमा चाहिँ सकाइदिने कि तपाईँको एनिमेसन यसरी कसरी कहाँदेखि कहाँसम्म राख्ने भनेर। अब यो विभिन्न किसिमको एनिमेसनहरू पनि तपाईँले राख्न मिल्छ। अनि त्यसपछि अब यो राख्यो भने के हुन्छ हेर्नु, चेक गर्ने। यसरी राख्यो भने अरू के राख्दा कसो हुन्छ भनेर चेक गर्नु होला। अब यो धन्यवाद भनेर लेख्नुभयो। अब यो यहाँ अब तपाईँले यसलाई जसरी मन लाग्छ त्यसरी देखाउनुहोस् होइन। यति गरिसकेपछि के हुने भयो भन्नुहुन्छ भने अब यहाँ हाम्रो एउटा कम्प्लिट यहाँ तपाईँको विभिन्न किसिमको टेक्स्ट लेख्ने भयो। अनि हामीले विभिन्न किसिमको काटछाँटहरू गर्ने भयौँ। अनि यहाँ विभिन्न किसिमका साउन्डहरू पनि एड गर्छौँ। यहाँबाट एड मैले आज म्युजिक नभएर राखेको छैन, तपाईँले राख्ने प्रयास गर्नु होला। अनि त्यसपछि लास्टमा गएर हामीले केही कुराहरूको लेख्छौँ। अनि त्यो लेखिसकेपछि अनि यो एउटा के भयो भन्दाखेरि हाम्रो कम्प्लिट डकुमेन्ट्री भयो। अब त्यसमा विभिन्न किसिमको टुक्का टाक्के सबै जोडेर राख्न सक्नुभयो भने त्यो एउटा के भयो भन्नुहुन्छ भने मुभी नै भयो। अब यो मुभी तयार भइसक्यो। अब हाम्रो हेर्नुहोस् है, तयार भइसक्यो। अब यसलाई तपाईँले अनि मैले भने जस्तै अब सेभ गर्नुहोस्। अब सेभ गर्नको लागि चाहिँ अब यहाँ जानुहोस्, कुनै एउटा अप्सनमा लिनुहोस्। अनि त्यो गरिसकेपछि अब इक्जाम्पलको लागि ल मैले यहाँ अब तपाईँको सेभ गरेँ, एकदम हाई डिफिनेसनमा सेभ गरेँ। अब सेभ कहाँ गर्ने भन्ने कुरोहरू हुन्छ होइन। अब मैले अब अहिले तत्कालको लागि अब सेभ चाहिँ अब कहाँ गरौँ खै। अब सेभ गर्दाखेरि अब कुनै अब मैले सुरुमा यहाँ अहिले डेस्कटपमै सेभ गरिदिन्छु। अब गर्दाखेरि यहाँ सेभ भनेर गरेँ। अब यो जति हामीले लामो मुभी हुन्छ, जति हाम्रो बढी कन्टेन्ट थप्दै जान्छ, अब उति टाइम लाग्छ। जस्तो अब यहाँ सेभिङ मुभी अब 1% कम्प्लिट भन्छ। अब यो 100% कम्प्लिट नहुन्जेलसम्म तपाईँ धैर्य गर्नुहोस्। अनि यो गरिसकेपछि तपाईँको के भयो भन्नुहुन्छ भने एउटा कम्प्लिट मुभी चाहिँ तयार भयो। अब यो जस्तो मैले अहिले यो 3वटा फाइल यहाँ तपाईँहरूलाई देखाएँ। यो चुकुबामा रेनफल एक्सपेरिमेन्ट गरेको म्याप हो। अब यसलाई मैले यस्तै काटछाट गरेर एउटा डकुमेन्ट बनाएको छु। अब तपाईँलाई मैले इक्जाम्पलको लागि यहाँ यो बनाएको एडिट गरेर बनाएको चाहिँ देखाउँछु। अहिलेलाई यो म क्यान्सल गरेँ किनभने यो मैले पहिल्यै बनाएर राखिसकेको छु। अब यहाँ एकचोटि बन्द गरेँ। अब यत्तिकै होइन। अब यहाँ मैले तपाईँलाई एउटा देखाउँछु इक्जाम्पल। अब यहाँ इक्जाम्पल मैले तपाईँलाई एउटा देखाउँछु हेर्नुहोस् है। त्यो राखेको यो मेरो यो युजफुल भिडियो भन्ने हो। तपाईँले यसमा चाहिँ विभिन्न किसिमको मेटेरियलहरू यहाँ यस्तो देख्न सक्नुहुन्छ होइन। मटेरियलहरू इन्फर्मेसन अब सबै कुराहरूको छ। अब मैले यो एक्सपेरिमेन्टको तपाईँको जस्तो अब यहाँ इक्जाम्पलको लागि देखाएँ। हेर्नुहोस् त अब यो यहाँ मैले जस्तै 3वटा भिडियोजहरू टुक्रा जम्मा गरेर अनि मैले चाहिँ अब यो चाहिँ देखाएँ। अब यो मजाले अब यहाँ विभिन्न काटछाँट गरेर अब त्यो एकदम लामो थियो, लामोलाई सर्टकट बनाएर अब एउटा कम्प्लिट चाहिँ मुभी बनाएँ। र लास्टमा गएर अब यो एउटा सानो डकुमेन्ट बनाएँ। अनि मैले सेभ गरेँ। अनि यस्तो किसिमको डकुमेन्टहरू बन्छ। र यस्तै तपाईँले पनि ट्राई गर्नुहोस् र राम्रो किसिमको मुभी बनाउन प्रयास गर्नुहोस्। र केही इन्फर्मेसन चाहिएमा, केही नबुझेमा मलाई सम्पर्क गर्नुहोला। धन्यवाद।